छुट्टी गई दैलेखी चलन डोको नाम्लो बोग्ने तमाखु खाइजाले भनी गल्वा बसी रोग्ने माटाले लिप्याकै राम्रो गोबर मिसाई दैलो जेठान देउरान मिली बस्तिन नभई मुख मैलो जेठान देउरान मिली बस्तिन नभई मुख मैलो स्याउलाका जाल कति राम्रा बाटुला बाटुला सुकना दुखना कैने हुन्थ्या पानी मुला सुकना दुखना कैने हुन्थ्या पानी मुला लामो भारी परालको बाटुलो स्याउलाको को मर्म बुझ्दिने छ र बैराकी न्याउलाको को मर्म बुझ्दिने छ र बैराकी न्याउलाको रन मेरै वन मेरै अर्थिन छोरी र बुहारी हिउन बर्खै भरियाका हुन्थिया खेतबारी हिउन बर्खै हरियाली हुन्थिया खेतबारी घर घरै भैँसा हुन्थ्या दुध घिउ मही दही हुन्थ्यो सधैँ दही दुध खायाको परान नि सही हुन्थ्यो सधैँ दही दुध घिउ खायाको परानी सही हुन्थ्यो आजभोलि मोटरसाइकल बस्छन् भैँसी बान्ने थाइयो आजभोलि मोटरसाइकल बस्छन् बान्छन् भैँसी बस्ने थाइयो गाई बान्नेमा कुकुर बान्यौँ कहाँ बस्दैछन् गाई गमक्क गुनिरा चोलो कमरमा पटुकी गमक्क गुनिरा चोलो कमरमा पटुकी पहाडी पोसाकै राम्रो मखमली बुट्टी पहाडी पोसाकै राम्रो मखमली बुट्टी नारीलाई सुहाइलो कति फुली र बुलाकी लाइथिया सापरी जुत्ता ओड्डा थिया पाखी लाइथिया सापरी जुत्ता ओड्डा थिया पाखी नेपाली पहिरनै लुट्यो चिनिया आउडरले आफ्नै बुढी चिनिने नै बनायो पाउडरले आफ्नै बुढी नचिनिने बनायो पाउडरले हलगरु बानेका ठाउँ र किलाको निशान छ हलगरु बानेका ठाउँ र किलाको निशान छ मकै सिस्नु खाने मान्छे पिज्जा बर्गर खान्छ मकै सिस्नु खाने मान्छे पिज्जा बर्गर खान्छ ढिक्की जाँतो मै मदानी म्युजियम बाइ गया ढिक्की जाँता मै मदानी म्युजियम बाइ गया भन्ने चलन छुटी गयो एक छाक भात खाइ गया भन्ने चलन छुटी गयो एक छाक भात खाइ गया मासु खान तिहार कुर्नु आज भोलि पर्दैन मासु खान तिहार कुर्न आज भोलि पर्दैन मिठो र मसिनो पाक्या घर घर बढ्दैन मिठो र मसिनो पाक्या घर घर बढ्दैन मान्छेको मूर्खतादेखि प्रकृति हाँसिगयो मान्छेको मूर्खतादेखि प्रकृति हाँसिगयो बुबाजेले सिकाएको सभ्यता नासिगो बुबाजेले सिकाएको सभ्यता नाचिगो लोप भइगयो पहाडी चलन हरायो सम्पदा लोप भइगयो पहाडी चलन हरायो सम्पदा छाडा कल्चर भित्री गयो आजकल जतातता छाडा कल्चर भित्री गयो आजकल जतातता भौतालिया मानव जाति सुख सुविधा खोज्न भौतालियो मानव जाति सुख सुविधा खोज्न पहाडी विरासत छोडी लाग्या सहर रोज्न पहाडी विरासत छोडी लाग्या सहर रोज्न नमस्कार यो दिउँसोको बसाइमा म टिकाराम हो हजुरहरूको मोबाइल सेटभित्र फेरि पनि उपस्थित भइसकेको छु आज एकदमै पुराना कल्चरहरू सम्झँदै लेखेका देउडा छन् हजुरहरूलाई मन परेला भन्ने आशा छ र मन परे नपरेको हजुरहरूको कमेन्टबाट मलाई पक्कै पनि थाहा हुन्छ र टिकाराम बिसी फेसबुक पेजलाई फलो गर्न हुनेछ भन्ने आशा छ धेरै साथीहरूले मलाई फलो गर्नुभएको छ उहाँहरूलाई सहृदयदेखि धन्यवाद टक्राउन चाहन्छु यहाँहरूको अपार मायाले र अपार सम्झनाले अझै मेरो ऊर्जा थपिँदैछ देउडा लेख्ने सभ्यता कल्चर राजनीतिक आर्थिक विरासतमा गरिएका भ्रष्टाचारीहरू लगायतका विभिन्न ठाउँ र तह र तब्काबाट शब्द खोज्दै म देउडामा ढाल्दै गर्नेछु हजुरहरू मलाई सदा माया गर्दै रहनुहोला भन्दै अहिलेलाई बिदा हुन्छु हस्त पूर्ण पनि मोबाइल भुइँमा छोडी दुई हात जोडी नमस्कार टक्राउँछु म टिकाराम मोड धामी गाउँले।